किराँत समुदाय केरेक र ओती बराबर किराँती संज्ञाले सम्बोधित किराँत वर्ग र समुदाय भनी चिनिएका युयुगेन सावागेम्बाका अनुवंश समेटी वर्णका मेन्छागेन नाम या मिसा मनावंश नै कालान्तरमा किराँत भनी चिनिएको जाति, समाज, वंश, वर्ण र सभ्यताका प्राचीन मनातेम्बेबाट फैलिएको मानव जातिहरू युग युगान्तरमा किराँत कहलिन पुगी किराँत भनी चिनिन थाले। इतिहासमा उल्लेख छ यी आदिवासी जनजाति किराँतीहरू नेपालको प्राचीन जाति हुन् र यी जातिहरूको विशेष गरी हिमालय भूभागमा बसोबास पाइन्छ। यी जातिहरू प्राचीन कालमा नै मंगोलबाट आई नेपालमा बसोबास गरेकोले यी जातिहरू नै यहाँका आदिवासी हुन् निसन्देह भन्न सकिन्छ। किराँत जातिले नेपालमा 32 पुस्ता शासन गरेको पनि नेपालको इतिहासमा उल्लेख छ। धर्म यी जातिहरूको धर्म किराँत धर्म हो। किराँत सभ्यताका साथसाथै किराँत युग पुरूष येहाङद्वारा स्थापित थक्साप पेसाप मुन्धुम लिखित इतिहास शास्त्र, ससी मुन्धुम दर्शन शास्त्र, थोङसाप मुन्धुम मौखिक शास्त्र, सक्सक मुन्धुम भाषा लिपि साहित्य शास्त्र, साम्य मुन्धुम आध्यात्मिक वा धर्म शास्त्र जस्ता मुन्धुम संस्कार संस्कृतिका धनी याङधक कुधक देवगण पुत्र पुत्री तागेर निवा भूमाङको सृष्टि किराँतेश्वरका सन्तान किराँतीहरूको धर्मको प्राचीन परम्परा अत्यन्तै उच्च एवं महान थियो। सभ्यता संस्कृतिको शिखरमा पुगेको थियो। यज्ञ होमादि जप तप योगाभ्यास गुफा तपस्या जस्ता ऋषि मुनिका काम किराँत सभ्यतामा जल्दो बल्दो थियो भन्ने शिवा खाहुन लगायत इतिहासका पानाहरू सजीव रूपमा व्यक्त गरिरहेका छन्। सिंगो धार्मिक निष्ठा भक्ति धर्म कर्म संस्कृत संस्कारगत सभ्यता बोकेका किराँत अनुयायीहरू युग युगान्तरमा अनेकौं राजनीतिक एवं धार्मिक क्षेत्रबाट विविध दृश्यहरू फेरिँदै आएकोले कालान्तरमा किराँतीहरूको लिखित मुन्धुम भाषा लिपि धर्म संस्कार संस्कृति हराउँदै गएर आज 21औं शताब्दीमा पुग्दा हाम्रो लिखित मुन्धुम भाषा लिपि नै थिएन जस्तो भएको छ यी किराँत समुदायमा। धर्मको उत्थान पतन पुनरुत्थान हुने संसारिक प्रक्रिया विधिको विधान प्रकृतिको नियम अनुरूप किराँतीको अवस्था खोजी र अनुसन्धानको विषय भएको छ। किराँत धर्म आदि धार्मिक दर्शन मात्र होइन वैज्ञानिक विकासको स्रोत पनि प्रमाणित भएको छ। मुन्धुममा उल्लेख छ पृथ्वी घुम्छ भन्ने बोध हजारौं वर्ष पहिले किराँतकालीन सभ्यतामा नै अवगत अथवा आविष्कार भइसकेको छ, जुन वैज्ञानिकहरूले पछिसम्म सूर्य नै घुम्छ भन्ने गर्थे। पुनरुत्थान कालमा हराई बसेको धर्म कर्मको विधि प्रविधिहरूमा अन्तर देखा परी विभिन्न विचारले विभक्त भई अल्मलिन स्वाभाविक छ। केही वर्ष यता किराँत धर्मको नाममा मुन्धुम धर्म कारुहाङ धर्म सुम्निमा धर्म शिव धर्म थेबायुमा धर्म सत्याहाङ धर्म भन्ने विविध मत मतान्तर देखा परे पनि सारा किराँतीहरूको बाह्य एवं विविधता संस्कार र संस्कृतिको भूलले विभिन्न नाम अर्थ लगाए पनि आम किराँत वर्गको सर्वांगीण अस्तित्व मानसिक शारीरिक सिंगो रूपलाई एउटै शब्दले चिन्न सक्ने परिचयात्मक वाक्य किराँत धर्म हो। महागुरू फाल्गुनन्दज्यूले महावाणी गर्नुभएको छ, नोरिक सेवा हेना के जोगिम गर हेनी लकिन हिर तार पत्लो, अर्थात राम्रो सेवा पूजा गर्यौ भने तिमीहरूको भाग्य घुम्दै आउँदैछ है। यो माङबाडी अनुसार आज यी जातिका सन्तानहरू राष्ट्रिय अन्तर्राष्ट्रिय क्षितिजमा किराँत धर्मावलम्बीको नामले पुनरुत्थानको शंखनाद गर्दै शान्तिको विकुल फुकिरहेको देखिन्छन्। साकमुरा वदेम्मा अर्थात गाली शराब बगाउने। किराँत धर्मको मुन्धुम अनुसार यस विश्व ब्रह्माण्डको सृष्टिको क्रममा किराँतीहरूको ईश्वर तागेर निवा भूमाङको असीम कृपाले पोरोक्मी यम्भा निमाङ अर्थात संसार सृष्टिकर्ताको उत्पत्ति गरी संसार सृष्टि गर्न लगाएको मुन्धुममा उल्लेख छ। पोरोक्मी यम्भा निमाङ अर्थात
संसार सृष्टिकर्ताद्वारा सृष्टिका सबै काम सम्पूर्ण संरचना पश्चात प्रथम मानव जीव मुजिङना खेयङना उत्पत्ति गर्नुभयो र उहाँबाट प्रथम मानव युयुगेन सावागेम्बा पहिलो महापुरूषको जन्म भयो। उहाँको चरित्र कुकुरहरूसँग खेल्दै डुल्दै हिँड्नमा मात्रै रुचाउँथ्यो। माथि भोट र चीन देशतिर खेल्दै डुल्दै हिँड्दा विवाह गर्नुभएको पहिलो श्रीमतीद्वारा सुबाङ बेवा र तल दक्षिण तेमेन देशतिर खेल्दै डुल्दै हिँड्दा विवाह गर्नुभएको दोस्रो श्रीमतीद्वारा लाहादाङनाको जन्म भयो भन्ने मुन्दुममा उल्लेख छ। यसैगरी उहाँको तेस्रो र चौथो श्रीमतीहरूबाट पनि एक छोरा र एक छोरी क्रमशः थिए, तर यी दुई चाहिँ राक्षस वंशका थिए भन्ने पनि मुन्दुममा उल्लेख छ, जुन मुन्दुमी भाषामा उनीहरूलाई होरुसा भनिन्छ। उनीहरूले सुबाबेङमा र लाहादाङनालाई विवाहित जीवनमा बाँध्नका लागि धेरै ठूलो भूमिका खेल्नु पर्यो, कारण सुबामबेवा र लाहादाङना चेली माइती विवाह गर्नु हुँदैन भन्ने अडानमा थिए, जो भूमिका यहाँ उल्लेख गरेर गरिसकिन्न। जे होस्, यस कार्यमा उनीहरू सफल भए। पछि यो कुरा किराँतीहरूको ईश्वर तागेरा